वेलकम ब्याक टु मेटा एड्स ट्युटोरियल। लास्ट भिडियोमा तपाईहरुले हेर्नुभयो क्याम्पेन लेभल भित्र के अप्सन छ, कसरी क्याम्पेन सेटअप गर्ने, अब्जेक्टिभहरु, त्यसपछि के डिक्लेयर गर्नुपर्ने हुन्छ त्यो कुराहरु। अबको यो भिडियोमा आजको भिडियोमा हामी एडसेट लेभल हेर्ने छौं। एडसेट लेभलमा जानलाई यहाँबाट सिम्पली क्लिक गर्न मिल्छ अर तपाई यहाँ नेक्स्टमा पनि क्लिक गर्न सक्नुहुन्छ। सो म यहाँ क्लिक गरे एडसेटमा। एडसेटमा के थियो हाम्रो कुरा टार्गेटिङको। टार्गेटिङ कसको लागि हो त्यो पार्टहरु यहाँ सिलेक्ट गर्नुपर्ने हुन्छ। फर्स्टमा एडसेट नेम सेम यो एडसेट नेम तपाईको लागि मात्र हो। मेटाको यो सेटअपमा कुनै इम्प्याक्ट नै गर्दैन यो एडसेटले। त्यसपछि कन्भर्जन इम्पोर्टेन्ट पार्ट हो। कन्भर्जनमा कन्भर्जन लोकेसन तपाईको यो एड थ्रु आको ऑडियन्सले कहाँ लग्ने कुन लोकेसनमा लग्ने हो त्यसको लागि मल्टिपल अप्सन हुन्छ हामीसँग। यहाँ क्लिक गरेर यस्तो आउँछ। तपाई वेबसाइटमा लग्न पाउनुहुन्छ, इन्स्ट्यान्ट फर्म, मेसेन्जर, इन्स्टाग्राम, व्हाट्सएप, कल सबैमा लग्न पाउनुहुन्छ, एपमा पनि लग्न सक्नुहुन्छ। ऑडियन्स आको ऑडियन्सलाई कुन लोकेसनमा लग्ने त्यो यहाँबाट डिफाइन गर्नु पर्यो। नर्मली हामी मेसेन्जर, इन्स्टाग्राम, व्हाट्सएप नै युज गर्छौं, तर लीड जेनेरेसनको लागि सबभन्दा राम्रो भनेको इन्स्ट्यान्ट फर्म हुन्छ। इन्स्ट्यान्ट फर्म त्यसपछि अझ बेटर भनेको वेबसाइट हुन्छ। सो यो भिडियोमा हामी इन्स्ट्यान्ट फर्म युज गरेर कसरी सेटअप गर्ने त्यो प्रोसेस हेर्छौं र इन्स्ट्यान्ट फर्म बाहेक पनि इफ व्हाट्सएप सिलेक्ट गर्नुभयो भने तपाईको व्हाट्सएप यहाँ कनेक्ट हुनु पर्यो र त्यसपछि व्हाट्सएप पनि युज गर्न सक्नुहुन्छ। फर एक्जाम्पल म व्हाट्सएप यहाँ सिलेक्ट गरे। व्हाट्सएप सिलेक्ट गरेर तपाई अलिक तलतिर गएर यतातिर व्हाट्सएप नम्बर कनेक्ट गर्नुपर्ने एउटा अप्सन आउँछ। इफ तपाईको छैन भने व्हाट्सएप बिजनेस हुनु पर्यो, त्यसपछि कनेक्ट अनदर नम्बरमा यहाँ क्लिक गरेर तपाई आफ्नो व्हाट्सएप नम्बर राखेर ओटीपी आउँछ एउटा, त्यो ओटीपी राखिसकेपछि तपाईको व्हाट्सएप कनेक्ट हुन्छ। व्हाट्सएपमा पनि ल्याउन सक्नुहुन्छ। बट यो भिडियोमा हामी इन्स्ट्यान्ट फर्म हेर्छौं बिकज लीड जेनेरेसन जहिले पनि इन्स्ट्यान्ट फर्ममै बेटर हुन्छ। इन्स्ट्यान्ट फर्म सिलेक्ट गर्नु, तपाईको आफ्नो त्यसपछि फेसबुक पेज सिलेक्ट गर्नु पर्यो। सो यहाँबाट मेरो आफ्नो पर्सनल पेज सिलेक्ट भयो। अब तपाईको यहाँ भ्यू टर्म्स भनिरा छ। इफ मेटाको टर्म्सहरु एक्सेप्ट गर्नुभएको छैन भने फर्स्ट टाइम हो भने भ्यू टर्म्समा क्लिक गरेर एग्री गर्नु पर्यो। मेरो अलरेडी भइसकेको छ। अब तलतिर पर्फर्मेन्स गोल हो। पर्फर्मेन्स गोल। पर्फर्मेन्स गोल भनेको तपाईको यो क्याम्पेनमा पर्फर्मेन्स गोल के हो तपाईको दुईटा अप्सन हुन्छ हामीसँग। म्याक्सिमाइज नम्बर अफ लीड, अर्को म्याक्सिमाइज नम्बर अफ क्वालिफाइड लीड्स। सो दुईटा अप्सन हुन्छ। म्याक्सिमाइज नम्बर अफ लीड भनेको यो सिलेक्ट गर्नुभयो भने मेटाको फोकस हुन्छ म्याक्सिमाइज नम्बर अफ लीड म्याक्सिमाइज गर्ने फोकस हुन्छ मेटाको। तर तपाई म्याक्सिमाइज नम्बर अफ क्वालिफाइड लीड सिलेक्ट गर्नुभयो भने क्वालिफाइड लीड्स म्याक्सिमाइज गर्ने फोकस हुन्छ। सो हामीलाई जहिले पनि चाहिन्छ कि लीड भन्दा पनि क्वालिफाइड लीड्स चाहिन्छ। जेनेरिक लीड भन्दा पनि क्वालिफाइड लीड्स चाहिन्छ हामीलाई। सो जहिले पनि राम्रो क्वालिटी रन गर्नु छ भने म्याक्सिमाइज नम्बर अफ क्वालिफाइड लीड्स नै सिलेक्ट गर्नु पर्यो। यति सिलेक्ट गरेर अब तलतिर डेटा सेटरमा के गर्नु पर्दैन, यो हामीले चाहिदैन। अझ तलतिर स्क्रोल गर्नुभयो भने कस्ट पर रिजल्ट पनि चाहिदैन। यो नट इम्पोर्टेन्ट पार्ट हो मेटा एड रन गर्नलाई। पछि हामी यो कुराहरु हेर्छौं, तर अहिलेलाई इम्पोर्टेन्ट के हाम्रो लागि त्यो मात्र हेर्ने हो। भ्याल्यु रुल्सहरु पनि के गर्नु पर्दैन, डायनामिक क्रिएटिभ पनि चाहिदैन। तलतिर आएर बजेट एन्ड स्केड्युलको पार्टमा आउनु पर्यो। यहाँ बजेट अघि लास्ट भिडियोमा मैले बजेट एडसेट बजेटमा सिलेक्ट गरेको थिएँ। सो मेरो एडसेट बजेटमा यहाँ एडसेट लेभलमा आएको छ बजेटको पार्ट। बजेट पार्टमा दुईटा अप्सन हुन्छ, डेली बजेट र लाइफ टाइम बजेट। डेली बजेट भनेको एभ्री डे तपाईको लेट्स से म यहाँ $5 अहिलेलाई राखे। सो मेटाको फोकस हुन्छ $5 एभ्री डे स्पेन्ड गर्ने गोल हुन्छ मेटाको। तर मेटा जहिले पनि वीकमा क्याल्कुलेट गर्छ यो। सो 35 7 डेजमा 35 म्याक्सिमम स्पेन्ड हुन्छ मेरो एभ्री डे। इफ कुनै दिन मेरो एड राम्रो परफर्म गरिरहेछ भने मेटाले $8.75 सम्म स्पेन्ड गर्न सक्छ। $8.75। तर यो जुन एक्स्ट्रा स्पेन्ड गरिरहेछ नि 5 भन्दा एक्स्ट्रा जुन $3.75 स्पेन्ड गरिरहेछ मेटा, त्यो पनि हाम्रो यही 35 बाटै लिने हो। तपाईको टोटल बजेट वीकमा 35 म्याक्सिमम स्पेन्ड हुने त्यति हो। कुनै दिन राम्रो परफर्म भइरहेछ भने अलिक बढी स्पेन्ड गर्ला मेटाले, तर त्यही 35 बाटै हुन्छ त्यो पनि स्पेन्ड। त्यो म्याक्सिमम भनेको 8.75 हो, यो भन्दा बढी जान मिल्दैन मेटा। अर्को अप्सन हुन्छ लाइफ टाइम बजेट। लाइफ टाइम सिलेक्ट गर्नुभयो भने फर एक्जाम्पल म यहाँ $50 राखे। सो $50 भनेको मेटाले अब लाइफ टाइम यति मात्र स्पेन्ड गर्छ मेटाले। $50 स्पेन्ड भएर $50 सकेर यो एड आफै स्टप हुन्छ। सो यो हो बजेटको पार्ट। कुन युज गर्दा राम्रो रिक्वायरमेन्ट अनुसार हो। फेरि डेली बजेट पनि युज गर्न सकिन्छ, लाइफ टाइम पनि युज गर्न सकिन्छ। यो बजेटको पार्टले गर्दा तपाईको एड परफर्मेन्समा कुनै इस्यु पर्दैन, जे गर्दा नि हुन्छ। अब स्केड्युलको पार्टमा तपाई आफ्नो डेट कहिलेबाट रन गर्ने यो एड, त्यो डेट यहाँबाट सिलेक्ट गर्नु पर्यो। टाइम पनि यहाँ सिलेक्ट गर्नु पर्यो। सिलेक्ट गर्ने अप्सन हुँदैन, यहाँ टाइप गर्नुपर्ने हुन्छ। त्यसै म बिहानको 5 बजे गर्नु पर्यो भने म 5 यहाँ टाइप गरे 5 आयो। एएम लाई पीएम बनाउनु पर्यो भने पी टाइप गरेपछि पीएम आयो। अर्को अप्सन छ टाइम जोन। टाइम जोन पनि सिलेक्ट गर्नु पर्यो। तपाई एड अकाउन्ट क्रिएट गर्ने बेलामा टाइम जोन के राख्नुपर्छ, त्यही टाइम जोन यहाँ हुन्छ। यो अहिले काठमाडौँकै टाइम जोन हो। सो
कुनै इस्यु भएन। इफ तपाईको काठमाडौँको नभएर बाहिरको टाइम जोन छ भने नेपाली टाइममा कन्भर्ट गरेर यहाँ टाइमर राख्नुपर्ने हुन्छ। अर्को अप्सन छ एन्ड डेट। एन्ड डेट पनि राख्न मिल्छ। एन्ड डेटमा के छ, तपाई म्यानुअली एउटा अप्सन हुन्छ हामीसँग एड 3-4 दिन म एड रन गरे, अब एड अफ गर्नु पर्यो, म्यानुअली गरे पनि अफ गर्न मिल्छ। यसरी यहाँबाट क्लोज गर्न मिल्छ, एड अफ गर्न मिल्छ। तर तपाई हैन म्यानुअली म गर्दिन, मेरो 1 वीक सम्म एड रन भएर आफै अफ होस् त्यस्तो रिक्वायरमेन्ट छ भने एन्ड डेट पनि राख्न सक्नुहुन्छ। अब अर्को अप्सन छ हामीसँग ऑडियन्सको अप्सन। ऑडियन्स भित्र मेन हामीलाई सेभड ऑडियन्सहरु चाहिँदैन, कन्ट्रोलहरु यताउति केही चाहिँदैन, लोकेसनमा आउनु पर्यो। लोकेसनमा यहाँ सिलेक्ट गरेर यहाँ सर्चमा क्लिक गर्नु। नेपाल अहिलेलाई बाइ डिफल्ट सिलेक्ट भएको छ, तपाईलाई के चाहिएको छ। फर एक्जाम्पल म अहिलेलाई काठमाडौँ यहाँबाट सिलेक्ट गरे। काठमाडौँ सिलेक्ट गर्दा अहिलेलाई काठमाडौँ यहाँ हाइलाइट भएको छ। काठमाडौँ हाइलाइट भएको छ। काठमाडौँ यो एरिया हाइलाइट भएको छ। मल्टिपल पनि गर्न मिल्छ। पोखरा मैले सिलेक्ट गरे, पोखरा गर्दा यहाँ सर्चमा पोखरा आयो। पोखरा यहाँबाट सिलेक्ट गर्न मिल्छ। पोखरा पनि यसरी सिलेक्ट गर्न मिल्छ। होल नेपाल सिलेक्ट गर्न मिल्छ। इन्डिभिजुअल एउटा प्लेस सिटी सिलेक्ट गर्न मिल्छ। अहिलेलाई यो रेडियस पनि अलिक धेरै भयो। सो यहाँ हावर गर्नु माथि सिलेक्सनमा, यता हावर गरेपछि हाइलाइट हुन्छ कुन सिलेक्ट भएको। यो चाहिँ मलाई पोखराको रेडियस कम गर्नु पर्यो, यहाँबाट क्लिक गरेर यहाँबाट रेडियस पनि रिड्युस गर्न मिल्छ। इभन तपाई ड्रप पिन पनि युज गरेर स्पेसिफिक पार्ट पनि टार्गेट गर्न सक्नुहुन्छ लोकेसनमा। सो लोकेसन जति पनि सिलेक्ट गर्न मिल्छ तपाईको रिक्वायरमेन्ट अनुसार। बिजनेस कहाँ सर्भ गरिरहेछ त्यो सबै रिक्वायरमेन्ट हेरेर लोकेसन सिलेक्ट गर्नु पर्यो। त्यसपछि तलतिर आएर यहाँ सो सजेसन भनेर अप्सन छ। तपाई यति गरेर पनि राख्न सक्नुहुन्छ। अब मेटाको एआई ले फुल्ली ह्यान्डल गर्नेछ यो कुराहरु। तर स्टिल तपाईलाई कुनै म्यानुअल कन्ट्रोल चाहिन्छ भने सो सजेसनमा यहाँ क्लिक गरेपछि एजहरु पनि डिफाइन गर्न सक्नुहुन्छ। तपाईको टार्गेट ऑडियन्सको एज कति हो, 18 देखि मिनिमम युज गर्न सक्नुहुन्छ। 18 देखि ल मेरो फर एक्जाम्पल 40 सम्म छ। 18 देखि 40 सम्म मेरो एज ग्रुप हो मेरो कस्टमरको। अब 18 देखि 40 सम्मलाई मात्रै एड जाने भयो। जेन्डर पनि यहाँबाट गर्न सक्नुहुन्छ। मेल फिमेल कुन चाहिन्छ तपाईलाई, दुईटै चाहिन्छ भने अलमा राख्दा हुन्छ। अर्को छ डिटेल टार्गेटिङ। यो पार्टमा डेमोग्राफिक्स, बिहेभियर, इन्ट्रेस्टहरुको आधारमा टार्गेट गर्न सक्नुहुन्छ। फर एक्जाम्पल मेरो ऑडियन्सको इन्ट्रेस्ट टेक्नोलोजीमा छ भने ल टेक्नोलोजीमा छ भने यहाँ इन्ट्रेस्ट हुनु पर्यो। म यो सिलेक्ट गरे। अब मेटाले के गर्छ, टेक्नोलोजीमा इन्ट्रेस्ट भएको ऑडियन्सहरुलाई टार्गेट गर्छ। यसरी तपाई टार्गेटिङको पार्टमा डिफरेन्ट बिहेभियर देखि लिएर इन्ट्रेस्टहरु त्यसपछि डेमोग्राफिक्सहरुको आधारमा सिलेक्ट गर्न सक्नुहुन्छ। यो पार्टमा अब मेटाको एआई ले गर्दा यो पार्टमा धेरै म्यानुअली केही गर्नु पर्दैन। यो एज इट इज छोड्दा पनि हुन्छ। अब एड क्रिएटिभ नै नयाँ टार्गेटिङ हो, सो एड क्रिएटिभमा धेरै फोकस हुनु पर्यो। स्टिल यो पार्टमा म एउटा प्रपर भिडियो नै बनाउँछु एकदमै डिटेलमा टार्गेटिङको पार्टमा। सो यति गर्दा पनि हुन्छ। और इफ तपाईलाई एक्स्ट्रा बुझ्नु छ भने यसको छुट्टै एउटा भिडियो हुन्छ टार्गेटिङको पार्टमा, त्यो भिडियो पनि यही सिरिजकै पार्ट हो। यो सिरिजमै त्यो भिडियो पनि इन्क्लुड हुन्छ। सो यति गरिसकेपछि अब तलतिर आउनु पर्यो। एड ट्रान्सपेरेन्सीमा तपाईको कुनै यहाँ आएको छ कुनै एप्रुभ गर्नुपर्ने, एक्सेप्ट गर्नुपर्ने, और तपाईको डकुमेन्ट पनि भेरिफिकेसन माग्छ होला कहिलेकाहीँ। भेरिफाई छैन भने भेरिफिकेसनको लागि आफ्नो एनआईडीहरु अपलोड गरेर सबमिट गर्नु पर्यो, त्यसपछि भेरिफाई हुन्छ। अझ तलतिर आउनु भयो भने प्लेसमेन्ट। प्लेसमेन्ट भनेको यो एड तपाई कुन प्लेसमेन्टमा देखाउने, फेसबुकमा देखाउने हो कि इन्स्टाग्राममा देखाउने, व्हाट्सएपमा देखाउने, फेसबुक भित्र पनि स्टोरीजमा देखाउने हो कि फिडमा देखाउने, रिल्समा देखाउने, त्यो यहाँबाट डिफाइन गर्न मिल्छ। तर रिकमेन्डेड के हो, प्लेसमेन्टमा एज इट इज छोडिदिँदा पनि हुन्छ। प्लेसमेन्टमा धेरै केही गर्नु पर्दैन अबको टाइममा। स्टिल तपाईलाई म्यानुअल कन्ट्रोल चाहिन्छ भने अलिक तलतिर स्क्रोल गर्नु भयो भने यहाँ शो मोर सेटिङ छ, यहाँ क्लिक गर्नु पर्यो। यहाँ प्लेटफर्म छ, प्लेटफर्म भित्र गएर फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप, मेसेन्जर, अघि मैले इन्स्ट्यान्ट फर्म सिलेक्ट गरे थिए त्यसैले व्हाट्सएप यहाँ आएको छैन। सो तपाई के सिलेक्ट गर्नुभयो त्यो सिलेक्सनकै आधारमा यहाँ कुन अप्सन इनेबल हुन्छ, डिसेबल हुन्छ त्यो डिफाइन हुने हो। म लेट्स से फेसबुक, इन्स्टा मात्रै रन गर्छु। म ऑडियन्स नेटवर्क चाहिँदैन मलाई। ऑडियन्स नेटवर्क भनेको के हो, मेटाको पार्टनरशिपमा भएको कुनै वेबसाइटहरु, कुनै एपहरु होला, उता पनि मेटाले एड देखाउँछ। तर त्यो पार्टनरशिप एप कुन हो मलाई थाहा छैन। स्टिल पब्लिक डेटा हुँदैन यो कुराहरु, त्यसैले म ऑडियन्स नेटवर्क एक्सक्लुड नै गर्छु अहिलेलाई। यति गरिसकेपछि प्लेसमेन्ट कन्ट्रोलमा क्लिक गरेपछि तपाई इन्डिभिजुअली पनि फिडमा पनि कन्ट्रोल गर्न सक्नुहुन्छ। कहाँ कुन फिडमा एड देखाउने, स्टोरीजहरु, स्टेटस, रिल्सहरुमा पनि यहाँबाट गर्न मिल्छ। सो यहाँबाट म्यानुअली पनि कन्ट्रोल गर्न मिल्छ। तर रिकमेन्डेड यही हो, प्लेसमेन्टमा धेरै केही गर्नु पर्दैन, एज इट इज छोडिदिँदा हुन्छ। सो एड सेट लेभलमा यति हो। ब्रान्ड सेफ्टीहरु यो एक्स्ट्रा इन्फर्मेसन मात्रै यहाँ तपाई पढ्न सक्नुहुन्छ। यति हो मेन कुराहरु।
एड सेट लेभलमा फेरि रिक्याप एड सेट लेभलमा के हो फर्स्टमा कन्भर्जन लोकेसन सिलेक्ट गर्नु पर्यो त्यसपछि आएर पर्फर्मेन्स गोल पनि अफ कोर्स सिलेक्ट गर्नै पर्ने हुन्छ त्यसपछि बजेटहरुको कुरा भयो कहिलेदेखि एड रन गर्ने त्यो पार्टहरु भयो त्यसपछि ऑडियन्सको कुरा भयो कुन एज ग्रुपलाई कुन टार्गेटेड लोकेसनमा एड देखाउने त्यो सबै कुरा यहाँबाट सिलेक्ट गरेर प्लेसमेन्टहरु पनि डिफाइन गर्न सक्नुहुन्छ नभए प्रपर यो एआई लाई एडभान्टेज प्लस अन जुन अघि थियो एज इट इज छोडिदा पनि हुन्छ यहाँ सो यति हो एड सेट लेभलमा सो अबको नेक्स्ट भिडियो हाम्रो एड लेभलतिर हुन्छ एड लेभलमा एड क्रिएटिभहरु कसरी राख्ने एड कपी कसरी राख्ने त्यसपछि इन्स्ट्यान्ट फर्महरु कसरी क्रिएट गर्ने त्यसमा हुनुहुन्छ सो स्टे ट्युन र फलो गरेर राख्नु होला अबको नेक्स्ट भिडियो हाम्रो एड लेभलमै गएर डिटेलमा हेर्नेछौं